हेलो हेलो सम्पूर्ण मेरो युट्युब च्यानलका आदरणीय सर म्याम दाजु दिदी भाइ बहिनीहरूलाई नमस्ते अनि शुभ बिहानी है त। अनि म चाहिँ एउटा सानो भिडियो क्लिप गर्न गइरहेको छु। त्यो भिडियोहरू पुरा हेरेर साथ दिनु होला। अनि यदि कतिजनाले सब्सक्राइब गर्नुभएको छ तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अनि सब्सक्राइब नगर्नु हुनेले मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गरिदिनुहोस् है। अनि थोरै आज मौसम अनि थोरै म सागसब्जीको बारेमा भिडियोहरू क्लिक गर्न गइरहेको छु। हेरेर साथ दिनु होला त, पुरा हेरेर साथ दिनुहोस्। अनि यदि सक्नुहुन्छ भने तपाईँले यो भिडियोलाई सेयर पनि गरिदिनुहोस् ल सबैजनाले। हाम्रो जतिजनाको नोटी अन भएको छ तपाईँहरूकोमा त आइपुग्छ मेरो भिडियो। अनि त्यसले गर्दा तपाईँहरूले चाहिँ पुरा सेयर पनि गरिदिनुहोस् सक्नुहुन्छ भने है त। ल त अब हेर्दै जानुहोस् सट्टैसँग। यता रहेको छ यो आलुबारी। यो झ्याङ चाहिँ धेरै मजाले आएको छ है, हेर्नु है सट्टासँगले होइन। यो पुरै आएको छ झ्याङ चाहिँ होइन। के कस्तो फल चाहिँ छ मलाई पनि त्यति राम्रोसँगले थाहा छैन होइन। अनि यहाँ एउटा यो अग्लो अग्लो भएको झ्याङ चाहिँ भाङ भन्छ। तपाईँहरूले सुन्नुभएको कि छैन भाङ भनेको। अनि यस्तो छ होइन। अनि सट्टाएर यता पनि छ क्या यो आलुबारी, आलु अनि सँगै साग पनि छ। यो साग चाहिँ तर धेरै फुलाङ्गे भइसकेछ। अब यो आलु पनि कत्तिको फलेको छ त्यो चाहिँ मलाई पनि त्यति राम्रोसँगले थाहा छैन। तर झ्याङ चाहिँ हेर्नु न यस्तो मजाले आएको छ नि। र थोरै हिजो राति थोरै भन्दाखेरि पानी अलिकति परेको कारणले गर्दाखेरि अलि निकै ढलिसकेको रहेछ। अब यहाँ सट्टै पुरै छ होइन, सट्टै हेर्नु सक्नुहुनेछ हो। अनि यता अनि पुरै अब यो मैले लङ भिडियो नै बनाउने प्रयास चाहिँ गरेको छु होइन। तर अलिकति के भन्दाखेरि लङ भिडियोमा चाहिँ अलिकति नेट राम्रो नभएको कारणले गर्दाखेरि 2-4 घन्टै कुर्नु पर्ने हुन्छ अपलोड हुनको लागि पनि। अनि त्यसले गर्दाखेरि मैले यो चाहिँ सर्ट भिडियोमा राख्नेछु। अनि लङ भिडियोमा चाहिँ म यति कुनै ठाउँ भन्दा पनि म चाँडै नै मेरो पनि छुट्टी सकिँदैछ होइन। त्यसले गर्दा म लङ भिडियो चाहिँ तपाईँहरूलाई म वहाँनिर नै पुगेर मात्रै अपलोड गर्नेछु। तर सर्ट भिडियोलाई चाहिँ हेरेर साथ दिनु होला है। ल अनि मौसमको बारेमा भनिरहेको थिएँ, हेर्नुहोस् अब मौसम चाहिँ यस्तो भइसक्यो क्या अहिले कुहिरो पनि आइसक्यो। यता हेर्नुहोस् माथि हेर्नु न पुरै कुहिरोले यस्तो ढाकेको छ सट्टै। ल त सबैजनालाई ह्याभ अ नाइस डे। अनि नेक्स्ट भिडियोमा लिएर फेरि पनि अर्को भिडियो लिएर उपस्थित हुनेछु। यो भिडियोहरू हेरेर साथ दिनु होला। ल त ह्याभ अ नाइस डे, बाई बाई।